हेलो राम राम सबैजनालाई हैन। अनि आज धेरै पछि नयाँ भिडियोको साथमा म आइसकेँ हैन। युट्युब च्यानलमा भिडियो नहालेको पनि धेरै भइसकेको छ क्या। अनि अहिले चाहिँ हैन नयाँ खालको कुरा गर्न आएको क्या म। के भन्दाखेरि चाहिँ अब तेरो दाइ जापानमा आएको 1 वर्ष भइसक्यो टाइपको क्या हैन। 1 वर्ष बितिसकेछ यार, कति चाँडै म जापान आएको थाहा थिएन कि। अस्ति अनि अब स्कुलहरू त गइराखिन्छ नि त, त्यो भएर डेटहरू यसो याद भइरहेको छ हैन। अनि अस्ति के भन्छ आफूभन्दा सिनियरहरू पास आउट भए त्यो कार्यक्रममा नि गएँ हैन। त्यो कार्यक्रममा भाग लिएँ अनि तिनीहरूलाई बिदाई पनि गरियो। अब सिनियर दाइहरू दिदीहरू हैन, जे भए पनि सबलाई बिदाई गरियो। अनि अब चाहिँ सकिन लाग्यो जस्तो फिल भइरहेको थियो हैन। अनि अस्तिबाट चाहिँ क्लास पनि सक्यो क्या हाम्रो। अनि अब चाहिँ मा 1 वर्ष भइसकेछ है म आएको त। 1 वर्ष भए पनि केही पनि छैन क्या। 1 वर्ष भए जस्तो त्यो लाइक हुन्छ नि। अब सुरुमा आउँदा अलिअलि जापानिज बुझ्दैन थियो, अहिले अलिअलि बुझ्ने भएको छु होइन। अनि बोल्नलाई त त्यही हो, बोल्नलाई त अझ म 4-5 वर्ष बस्यो भने बल्ल बोल्न सक्छु होला जापानिज चाहिँ मजाले होइन। अहिले भनेको त्यही खाएँ गरेँ कुदेँ हिँडेँ त्यो टाइपको होइन। अनि आफूलाई लागेको कुराहरू चाहिँ टुट्यो फुट्यो अगाडि पछाडिको जोडेर भन्न सकिन्छ नि त। ए बसा कोनिचिवा जनाकुते त्यतिको चाहिँ भइहाल्छ। अनि अब कुरा गरौँ होइन, 1 वर्ष बसेर चाहिँ के भयो त जापानमा होइन। के सोचेर आएको थिएँ म नेपालबाट, यहाँ आएर के भयो होइन। त्यो कुराहरू चाहिँ अब नयाँ आउने मान्छेहरूलाई पनि थाहा छैन होइन। अब थाहा पाउनु जरुरी छ नि त उनीहरूलाई नि। अनि यहाँ बस्ने मान्छेहरूले पनि कमेन्ट गर्नु क्या होइन। तपाईँले आएर कति वर्ष हुनुभयो, तपाईँ नि जापानमा धेरै नेपाली छन् होइन होइन। कतिले हेर्नुहुन्छ मेरो भिडियो। यदि तपाईँबाट यो भिडियो आइपुगेको छ भने चाहिँ तपाईँ जापान आएर बस्नु भएको चाहिँ कति वर्ष भयो होइन कमेन्टमा लेख्नुहोस् होइन। त्यो कुरा चाहिँ यसो सेयर गरौँ न एकअर्काको कुराकानी होइन। अनि जापानमा आउँदाखेरि के कस्तो 1 वर्षसम्म बस्दा के भयो त्यो एक्सपिरियन्स म सेयर गर्छु। पहिला अहिले काममा जाने बेला भएको छ कि सँगै काममा जाऊँ अनि बाटोमा कुरा गर्दै जान पर्ने हुन्छ है त। ला 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 ल काममा जानलाई आइम रेडी। सब थोक चेक भयो। पहिलो कुरा त मैले धेरै भयो क्या गर्न बिर्सेको, लाइट मार्न पर्ने हुन्छ। ओ सेट आई हेभ टु कुक द राइस नि त एकैछिन है। भात बसालेर जानुपर्ने हुन्छ। म बिर्सिरहेको, पहिला भात बसाल्छु अनि निस्किने है। फेरि बेलुका आएर खानु पऱ्यो नि त, राति हुन्छ 1 बज्छ होइन। खतम ओके दिस इज डन। अनि मेरो रुमबाट बाहिर भ्यू चाहिँ यस्तो छ क्या, दामी छैन भ्यू चाहिँ क्या त जस्ट गाइस दिस इज द भ्यू। अनि अब आज खेती गर्दै खाऊँ साइकल, यो हो बाहिरको भ्यू। अनि अब म निस्किन पर्ने हुन्छ है त। टक्क साइकलको हालेँ चापी अब निस्कियौँ गाइस। डिङ 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 डिङ। म चाहिँ अहिले ठ्याक्कै निस्किसकेँ त घरबाट। अनि रमाइलो छ नि साइकलमा यसरी फर्स्ट टाइम। अनि फेरि भन्थ्यो अझ म ट्याक्कै घरबाट निस्किसकेँ, काममा जाँदैछु, साइकल पेल्दैछु होइन। त्यही भएर हल्का अफ सेन्टर हुनसक्छ भिडियो देख्न सक्नुहुन्छ तपाईँहरूले है। अनि आज चाहिँ काममा जानुपर्ने हुन्छ क्या। मेरो काम चाहिँ ठ्याक्कै कति बजीबाट हो भन्दाखेरि ट्याक्कै 2 बजीबाट सुरु। 2 बजीबाट सुरु भन्दा पनि 2 बजी त म गाडी चढ्न जानुपर्छ मेन कुरा। त्यसपछि चाहिँ मेरो काम सुरु हुन्छ 3:30 बजीबाट रातिसम्म। एज यु नो लास्ट टाइम पनि मैले भिडियो हालेँ। अनि आज चाहिँ फेरि ब्याक टु इन सेम रुटिन। कामको लागि नै म चाहिँ हिँड्दैछु। म चाहिँ अनि कामको लागि निस्किसकेको थिएँ नि त घरबाट। तर के भयो भन्दाखेरि चाहिँ साइकलमा त्यसरी भिडियो गर्न अप्ठ्यारो लाग्यो मलाई। किन बानी छैन नि त त्यस्तो, त्यही भएर हो त्यो चाहिँ। अनि अहिले चाहिँ म ठ्याक्कै एकी आइपुग्न लागेँ है। सिजौका एक किनेर आइपुग्न लागेँ। टाइम इनफ रहन्छ क्या, त्यही पनि अघि मैले भिडियो गर्थेँ होला। यसो घडी हेरेको त 30 हुन लागिसकेछ।
अनि 45मा त गाडी आउँछ, म चढ्न पर्ने हुन्छ नि त। अब 2 बजीसँग त 3:30मा काम बजे पुग्नलाई 1 घन्टा लाग्छ बाटोमा। त्यही भएर चाहिँ मैले खासै भिडियो गरेन होइन त्यहाँबाट आउँदाखेरि चाहिँ है। अनि अहिले चाहिँ म हिँड्दैछु अनि त्यहाँबाट यसरी लाइक पहिला त सानो जस्तो लाग्थ्यो कि क्यामेरा, यो सेल्फी स्टिक हाले जस्तो मलाई कस्तो ठुलो जस्तो लाइक नोटिसेबल लागेको अहिले चाहिँ क्यामेरा। तर केही छैन, यसरी बानी पार्दै जाने त जिन्दगीमा होइन। केही गर्न छ भने अब डराएर त भएन नि त। मेरो वरिपरि मान्छे छन्, भाले भएन नि होइन, मलाई कसैले चिन्नु छैन, केही गर्नु छैन होइन। सब दाइसानमा होला नि आज, सबजना कहाँ आउँदो रहेछ त। अनि एउटा हिउँ पऱ्यो त अनि के हो कुराकानी। विदेश आएपछि त्यही त हो नि, कहिले काम हुन्छ, कहिले स्कुल भन्यो, कहिले केही होइन, बिजी भइन्छ कि। अब यहाँ सुत्न र खानाको ठेगान छैन, भिडियो बनाउनु यस्तो अल्छी लाग्छ कोही बेलामा काम गरेर आएपछि होइन। अनि म काममा पनि सोचिरहेको हुन्छु कि बोल्ने कुरा यति छ, भन्ने कुरा यति छ, तर होइन मैले अहिलेसम्म भनेन। भन्छु तर भनेन नि त, मैले गरेन नि त, त्यो ठुलो कुरा हो नि त। अब मैले गर्दै नगरिकन भन्दै नभनिकन त तपाईँले थाहा पाउनु पनि हुन्न, बुझ्नु पनि हुन्न होइन। अब त्यही भएर अब यो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। यहाँभन्दा पछाडि आउने कन्टेन्टहरू पनि राम्रो हुनेछ। भिडियो अब सिक्दै जान्छु, बनाउने तरिका बिस्तारै इम्प्रुभ हुँदै जान्छ भन्ने मैले पनि सोचेको छु। त्यही भएर च्यानललाई सब्सक्राइब गरेर राख्नु होला है त गाइजहरू। सी यु इन नेक्स्ट भिडियो है त, बाई बाई।